डे 13 मिनी ब्लगमा सबैलाई स्वागत छ। आजको यात्रा चाहिँ हाम्रो कैलाशतिरको थियो ल। अनि आज यस्तो बाहिर पानी परिरहेको थियो। हाम्रो प्लान त भइरहेको थियो, तर है पानी परेछ नजाने कि भन्ने सोचेर बसिरहेको। अनि मेरो देउरानीले होइन कहाँ पानी पर्यो भने चुप लाएर आउनु छिटो भनेपछि छिटो रेडी भएर चाहिँ म चाहिँ निस्किएँ। धुम्मै थिएँ, नानीले आन्टी आउनुभएको छ भनेपछि चाहिँ अनि आएर छिटो छिटो आएर स्कुटीमा बसेँ। हाम्रो अवस्था चाहिँ यस्तो थियो। घरबाट हिँड्दा त अलि कम थियो कि ठ्याक्क अलि बाटोमा पुगेपछि त हेर्नु न मेरो कपडा सपडा सब भिजेको कस्तो। अनि जति उता उता जान्छौँ झ्याम झ्याम पानी परेर सुनौ चोकसम्म पुग्दा त हामी त पुरा भिजियो। अब के नि भयो, अब स्कुटी यति राखेर गाडीमा जाऊँ भन्ने कुरो भयो। अनि धन्न मैले छाता हालेको थिएँ अलिअलि कामले, उसकोसँग फेरि रेनकोट थियो, त्यही पनि हामी सर्लग्गै भिजिसकेको थियौँ कि। अनि त्यति स्कुटी चाहिँ राख्यौँ अनि गाडीमा चढ्यौँ। हामी चाहिँ हेर्नु त पुरै भिजिसकेको के, गाडीमा अरू पनि थुप्रै हुनुहुन्थ्यो। अनि हामी चाहिँ चढेर गयौँ। अनि यस्तो मजाको पानी परेको। अनि अलि उता पुगेपछि पानी छैन। एबरै छ्या बेकारमा हामीले छोडेर आयौँ भन्ने भए। हामी वहाँ यस्तो गर्दा गर्दै दाउन्ने पुग्यौँ। यो चाहिँ दाउन्नेको त्यो एस मोड भन्छ क्या यहाँको ठाउँलाई। अनि हामी चाहिँ त्यहाँ पुग्यौँ। यस्तो पानी परेर अनि अलिअलि फेरि परिरहेको थियो कि यहाँ पुग्दासम्म पनि। अनि पानी ओहो आज छोड्ने भएन भन्दा भन्दै हामी चाहिँ माथि पुगियो। अब चाहिँ स्टार्ट गर्नु पर्यो भने तिनी चाहिँ मजाले रेनकोट ओढेरै हिँडिरहेछिन्। मैले फेरि छाता लिएको, ए भगवान् कस्तो गाह्रो। चप्पल त्यसै पनि अस्ति पनि जाँदा नि मैले एउटा चप्पल छोडेर आएको। अनि यिनको फेरि फोन एबरै ल छिटो जाने। लास्ट टाइम त मै पछाडि भइसक्यो त सबै अगाडि गइसक्नु त कति के फर्किसक्नु भएको। हामी चाहिँ बल्ल जाँदै थियौँ क्या। अनि पानी ए भगवान्। अनि यस्तो जियोस् रमाइलो लागेको थियो कि सबै कोही आइरहनु भएको छ, कोही गइरहनु भएको छ। पानी हाम्रो वरिपरि पनि अब अगाडि पछि पनि धेरै हुनुहुन्थ्यो गर्दा। त्यसपछि हामीले चप्पल पनि निकाल्यौँ किनभने माथि एकदम हिलो छ भनेर चप्पल पनि निकाल्यौँ। त्यसपछि अलिकता मात्रै सिँढी रहेछ कि त्यसपछि हेर्नु न बाटो कस्तो छ। यस्तो बाटो हिँडेर आमा चप्पल, त्यसमा चप्पल पनि नाइ, खाली खुट्टा यस्तो मजाले गयो। जेस भन्छ नि मनले आर्टिसी पुग्न आउनुहुन्छ भगवान्ले भने जस्तै। जसरी भयो नि यस्तो बाटो हिँडेर चाहिँ हामी कैलाश गयौँ। त्यसपछि त्यहाँ गएपछि त झन् पानी दर्केर फोटो भिडियो केही खिच्न नि पाइएन क्या। हामीले त पूजासुजा गरेर त्यसपछि फर्कियौँ तल। यहाँ चाहिँ हेर्नु त पुरा बादल आएर, बादल हो कि तुस कुहिरो हो कि के भन्छ क्या, त्यही हो। अब यो चाहिँ हामी गाडी साडी चढेर झऱ्यौँ। त्यसपछि यहाँ भूमै आएर फेरि स्कुटी लिएर यता आयौँ। अब चाहिँ कस्तो आनन्द लाग्यो भनेको कि म चाहिँ रुममा आइसकेँ। यस्तो के यहाँ हेर न कस्तो अलिकति क्लिप्स जोडिदिएको पछाडि फेरि। ए भगवान् यस्तो रमाइलो लागेको थियो नि। आज त त्यो चिसो मौसम भएर के गर्मी भन्दा नि पुरै भिजेको थियो। त्यो के पुरा खुट्टादेखि टाउकोसम्म पुरा भिजेको। हामी त जो शीतल भएको थियो, रमाइलो थियो आजको दिन। एकदम सोचे भन्दा राम्रो भयो। भगवान्ले जेस त्यस्तो दुःख गरी गएको मनोकामना पक्कै सबैको पुरा हुन्छ। ओके, आजलाई यति नै, बाई सबैजनालाई।